अध्याय 1.4 अधोगामी चेतनाको सेना। हे ब्राह्मण श्रेष्ठ, हामी कौरवतर्फका सेनामा जो मुख्य सेनानायक छौं उनीहरूको नाम पनि तपाईलाई जानकारी गराउँदछु। युद्धस्थलको विवरण दिँदै सञ्जयले धृतराष्ट्रलाई सुनाउँदै हुनुहुन्छ कि दुर्योधनले आफ्ना गुरु द्रोणाचार्यलाई पहिले पाण्डवको सेना विवरण दिए। पाण्डवका सेनाहरू यस्ता छन्, सेनाको प्रारूप यस्तो छ, फलानु व्यक्ति फलानु ठाउँमा बसेको छ भनेर उनले पुरै विवरण दिइसकेपछि बल्ल आफूमा फर्किन्छन्। आफ्ना गुरु द्रोणाचार्यलाई दुर्योधन अब भन्दैछन्, गुरुवर, हामीतिरका सेनामा जो मुख्य नायक छौ तिनको नाम सुनाउँदैछौ। वास्तवमा अन्धकार र तमसले घेरिएको व्यक्ति पहिले अरूको विवरण दिन्छ, अरूबाट उसको भनाइ प्रारम्भ हुन्छ। आफूतिर त उसको दृष्टि कहिल्यै जाँदैन, आफूभन्दा बाहिर मात्रै उसको दृष्टि हुन्छ। जसरी आँखा खोल्दा बाहिर मात्र देखिन्छ, त्यसै गरी कामनाले भरिएको व्यक्ति बाहिर मात्रै देख्छ। यहाँ बडो रमाइलोसँग दुर्योधनले द्रोणाचार्यलाई पहिलो पटक ब्राह्मण श्रेष्ठ भनेर सम्बोधन गर्दै द्रोणाचार्यको अहंकारलाई उक्साउँदैछन्। द्विजोत्तम, हे दुई पटक जन्मिएका इत्यादिबाट सम्बोधन गरेर ब्राह्मणलाई दुई पटक जन्मिएको भनिन्छ। एउटा भौतिक शरीर आमा बुबाबाट, अर्को आध्यात्मिक तपस्या वा योग बलबाट। पहिले जन्मसँगै उसका भौतिक आँखाहरू खुल्छन्, तर ऊ एउटा गहिरो आध्यात्मिक निद्रामा सुतिरहेको हुन्छ। ऊ बेहोस हुन्छ, मूर्छा हुन्छ। बाहिरी आँखा त खुलेका हुन्छन्, तर भित्रका आँखा भने खुलेका हुँदैनन्। आफूभित्रको चैतन्यबाट व्यक्तिको आँखा जब खुल्छ, ऊ दोस्रो पटक जन्मन्छ। हेलेन केलरलाई कसैले सोध्यो, चर्म चक्षु नहुनु भन्दा पनि नराम्रो अरू केही हुन सक्छ? हेलेन केलर तत्क्षण जवाफ दिनुहुन्छ, आँखा त हुनु र अन्तर्दृष्टि नहुनु, चर्म चक्षु नहुनु भन्दा पनि अझ नराम्रो हो। जब व्यक्ति दोस्रो पटक जन्मन्छ, उसको भित्री आँखा पनि खुल्छ। आमाको कोखबाट जन्मदा भौतिक आँखा मात्र खुलेका हुन्छन्, तर गुरुको कोखबाट जब व्यक्ति जन्मन्छ त्यतिखेर उसको आन्तरिक दृष्टि पनि खुल्छ। जसको आन्तरिक दृष्टि खुल्छ उसैलाई सनातन वाङ्मयले दुई छिया ब्राह्मण भन्दछन्। दुर्योधनले आफ्ना गुरु द्रोणाचार्यलाई द्विजोत्तम भनेर सम्बोधन गर्दैछन्, किनभने उनलाई फकाउनु छ। गुरुलाई पनि आफ्नो कामना पूर्तिको बाटोमा लगाउनु छ। उनलाई गुरु पनि जब बिक्छ, राज्यको हातमा बिकोस् या व्यक्तिको हातमा बिकोस् या पद प्रतिष्ठामा बिकोस्, त्यो गुरु आफ्नो गरिमा भन्दा तल झर्दछ।